जो देखे एक बार को पलट के बार बार वो खुदा जाने क्यों तुझे देखने लगता है। सच बोलूं ईमान से खबर है आसमान से, हैरत में चांद भी तुझको तकता है कि कोई इतना खूबसूरत, कोई इतना खूबसूरत, कोई इतना खूबसूरत कैसे हो सकता है कि कोई इतना खूबसूरत, कोई इतना खूबसूरत, कोई इतना खूबसूरत कैसे हो सकता है। खूबसूरती पर तेरी खुद को मैंने कुर्बान किया, मुस्कुरा के देखा तूने दीवाने पर एहसान किया। खूबसूरती पर तेरी खुद को मैंने कुर्बान किया, मुस्कुरा के देखा तूने दीवाने पर एहसान किया। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ, निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ, निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आकाशस्याधिपो विष्णुः, अग्निश्चैव महेश्वरी, वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः। आकाशस्य
तस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी तिम्रो मनको कुनामा तिमी नजिक हुँदा संसार जिते झै लाग्छ बिहानी किरणले मेरो सपना कहाँ भाग्छ तिमी नजिक हुँदा संसार जिते झै लाग्छ बिहानी किरणले मेरो सपना कहाँ भाग्छ मेरो जिन्दगी बनी बस मेरो सानो मनमा
सजाय राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाय राख तिमी मलाई तिम्रो मनको कुनामा झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न ओ प्रिय बन्छु तिम्रै मात्र छाया झरनाको पानी जस्तै निश्चल मेरो यो माया बिहे हुन लागिरहेछ कस्तो लागिरहेछ त तपाईँलाई अब आदिलक्ष्मी श्री धनलक्ष्मी सुमनसवन्दित सुन्दरि माधवी चन्द्र सहोदरि हेममयी मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् ऐकलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि जय पालय माम् जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रदशास्त्रमये रथगजतुरगपदादिसमानुत परिजनमण्डितलोकनुते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि श्रीगजलक्ष्मी पालय माम् ऐकगवाहिनि मोहिनि चक्रिणि रागनि गर्गिनि ज्ञानमये गुणगणवारिधि लोकहितैषिणि सप्तस्वरवरगाननुते सकलसुरासुरदेव मुनीश्वर मानववन्दित पादयुते जय जय हे मधुसूदन कामिनि सन्तानलक्ष्मि पालय माम्
वासनि सद्गतिदायिनि ज्ञानविकासिनि गानमये अनुदिनमर्चित कुङ्कुमधूसरभूषितवासितवाद्यनुते कनकधरा स्तुतिवैभववन्दित शङ्कर देशिकमान्यपते जय जय हे मधुसूदन कामिनि विजयलक्ष्मि जय पालय माम् प्रणतसुरेश्वरि भारति भार्गवि शोकविनाशिनि रत्नमये मणिमयभूषित कर्णविभूषण शान्ति समावृत हास्यमुखे नवनिधिदायिनि कलिमलहारिणि काम्यफलप्रद हस्तयुते जय जय हे मधुसूदन कामिनि विद्या लक्ष्मि पालय माम् धिमि धिमि धिं धिमि धिं धिमि देखाइदेऊ नाभिमा छुने हुआ नाभिमा हातमा छुने हृदय छातीमा छुने दुईटा काँधमा छुने शिरमा छुने पाउमा छुने गोलीगाँठामा छुने पेटमा छुने है अब थोरै केही त थोरै उहाँको हातमा हालिदिनु ओम नमो नारायणाय सहस्रमूर्तये सहस्रपादाय वनस्पति उहाँ त आजको लागि भगवान हो क्या विष्णु भगवान ओम वनस्पति प्रतिक्रियताम अरू छैन बोल्दै छैन बत्ती भनेकै त्यही हो बत्ती भन्छ त्यसलाई हजुर होइन उहाँ राख्नु अब उहाँले यहाँ समाउने बुढियामा है ओम दुरे हे मेरो छोरी जहाँ जहाँ गए पनि माया मान हुन्न भने सबै यता यता बाहिर तान्नु तान्नु अरू गएछ पनि झड्दै ल खाने कुखुरा नया नया सजाऊ है संसार सुख दुख बाटो है मिलेर नया नया सजाऊ है संसार सुख दुख बाटो है मिलेर घमको पहिलो किरण छुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुख बाटो है मिले
पहाडको ढुङ्गा माटो यी सबै हुन् माया बसेको यो पहाडको ढुङ्गा माटो यी सबै हुन् माया बसेको सबै साथै हाँस्छन् सबै साथै खेल्छन् पीर खुसी जति छन् बाँड्छन् सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौँ है मिलेर हाम्रो आफ्नै सानो संसार मायाको फुल जिउनलाई सार हाम्रो आफ्नै सानो संसार मायाको फुल जिउनलाई सार तिम्रो मेरो माया जीवन सजाउला हाम्रो पछि रहने छन् निशानी भई सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौँ है मिलेर कहिले आउँछौ माया तिम्रो घरको बर्दलीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् सारै नि मलाई उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सँगसँग जब केश बतासुमा आउने त्यो बासनाले मेरो झन् 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 पग्लिन्छ यो मन उफ मार्यो नि मायाले लैजान्छु माया जारहर छ सवारीमा कुर्दैछु तिमीलाई भन्नलाई मै होला राजा तिम्रो तिमी मेरो रानी सा भुल्दैछु संसार सबै हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चल्ती नयन अन्दाजै फरक उफ मार्यो
बस न बस म जान्छु होइन यसो गरिदिन्छ खाँदैन लगाएर जानु चाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भाकेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ के गरौँ हाँसेर बोलन माया सहन सकिन्न रूठो तिमी भइदिए कि दुखी दिन्छ मन नै चुडिएला बाजाका तार तर मनका मेरो सालौँ साल तिमी सुन्छौ भने बजिरहन्छ रे तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि यति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ मिठो मिठो कुरा गर्न सुनु म कसरी गहिरो काल कमला मुख मंडल धृत कुंडल धृत कुंडल कलित ललित वनमाला जय जय देव कलित ललित वनमाला जय जय देव दिन मणि मंडल मंडन
भवखण्डन मुनिजनमानस हंस जय जय देव हरे मुनिजनमानस हंस जय जय देव हरे अञ्जालि जलि जालि जलहुन्ति नारी स्त्रियाको जन्मा जनिदेऊ मुरारी भित्रबाट छमछम्म मेरी आमा आउन ढोक पेट फुक केश कन्यादान देउन झुलको मुलको फलमाको तिन खुट्टे ओदा छोरी पाई कन्यादान गाई पाले गौदान परिवारको भने पोती हाँसका डिम्बा आजदेखि आयो बाबा पराएको जिम्मा एक मुठी चामल कुसुमे झोलीमा रुँदै थिए नि मेरा बाबा हालिदेऊ डोलीमा औँसीको अँधेरी रात पूर्णिमाको जुला दाहिने हातको औँठी सामा बाबा लागि रौला अञ्जली जलि जलि जलहुन्ति नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी धानै रोप्ने खले गर आलीमा रोपौमा छोरालाई हंसबन्द छोरीलाई बनिबास सानैदेखि पाल्यो आमा खोक्रो हल्लाई हल्लाई छोरी उमेर पुगेपछि दिन्छौ कल्लाई कल्लाई सातै भाइ छोरालाई यही घरमा अटायो एउटी छोरी थिए बाबा सटारा पठायो बिहान उठी आगो फुक्ने फलामको सोध्ने चेली माइती छुट्टी आउने यही हरियो पोते अञ्जली जलि जलि जलहुन्ति नारी स्त्रियाको जन्म हेलो नमस्ते मेरो नाम चाहिँ दिपा केसी आज चाहिँ म मेरो मिल्ने साथी अब साथी नि एकदम मेरो आफ्नै बहिनी जस्तो लाग्छ है अनि हामी चाहिँ अब ब्याचलरदेखिको साथी अनि सँगै हामी ब्याचलर पनि सँगै कम्प्लिट गऱ्यौँ सँगै हामी इन्टर्न पनि गर्न गयौँ अनि त्यो एउटा रिलेसनसिप हुन्छ नि त्यसको मेरो चाहिँ आई फिल लाइक हुन्छ नि सी इज माई ओन सिस्टर हुन्छ नि जस्तो फिल हुन्छ उसलाई त्यो देखेपछि होइन अनि आज उसको बिहेमा आज उसको बिहे हुँदाखेरि नि त्यति इमोसनल चाहिँ भइरहेको छु होइन अब जाने बेला कति रोइन्छ थाहा छैन उसलाई चाहिँ लगभग 8 years 7 to 8 years भइसक्यो हामी दुईजना हुन्छ नि भेटेको सँगै बसेको अनि पहिलाको ब्याचलरको टाइमको त अब धेरै रमाइलो गरेँ होइन अनि अहिले उसको बिहा हुँदाखेरिको चाहिँ त्यो टाइम जस्तो बिहे हुन लाग्यो भन्दाखेरि नि
अझै नै हुन्छ नि कस्तो कस्तो लागिरहेको त किनकि त्यस्तै अब धेरै चाहिँ म बोल्न सकिनँ है अब उसको चाहिँ अब जिन्दगी राम्रो होस् अनि आइनो हुन्छ नि विश्वासले हुन्छ अनि केयर गर्छ माया धेरै नै गर्छ उसले आइनो द्याट होइन त्यो भन्न पर्दैन उसले केयर गर्छ है विश्वास केयर है लाइफ टाइमभरि उसलाई दुःख चाहिँ दिनु भएन उसको आँखामा आँसु आएको थाहा पायो भने नि त्यतिखेर जहाँ भयो नि म चाहिँ आएर मान्छेवाला छु अब त्यसपछि चाहिँ म अब अङ्कल आन्टी दिदीहरूसँग नि भिनाजुहरूसँग भेटाउँछु है हामी आन्टीसँग भेट्न जाँदैछौँ है अहिले चाहिँ आन्टी हजुरलाई अहिले कस्तो फिल भइरहेको छ कान्छी छोरी मसँग त यत्तिकै त्यस्तो त हुर्कायो बढायो पढायो अहिले अब पठाउने बेला भयो त्यो त अब छोरीको चाहिँ त्यस्तै हो क्या आन्टी त्यही छैन आन्टी ल अब आन्टी धेरै इमोसनल हुनुभयो अब अङ्कलबाट अङ्कल अब हामी अङ्कलबाट जाँदैछौँ है अहिले चाहिँ अङ्कल आज हजुरलाई कस्तो फिल भइरहेको छ कान्छी छोरीको उयो इमोसनल्ली अब साँच्चीकै भन्नुपर्दाखेरि छोरीको बाउको नाताले म साह्रै इमोसनल छु छोरी तैपनि एउटा चाहिँ आफ्नो छोरीले उसको नयाँ जीवन सुरुवात गर्न लागेकोमा त्यो भनेको उसको अब आफ्नो जीवनको दोस्रो पाइलामा चाहिँ ऊ जान लागि छ त्यसमा चाहिँ उसलाई अग्रिम धेरै धेरै शुभकामना मेरो छोरीले अहिलेसम्म चाहिँ जति पनि सफलताहरू प्राप्त गरे त्योभन्दा उसको सफलताहरू 2 गुणा 4 गुणा 8 गुणा 16 गुणा हुँदै जाओस् भगवान्सँग प्रार्थना छ र छोरीको माया चाहिँ मनमुटुमा छोडेर मनमुटुमा चाहिँ अब पहिलाको भन्दा पनि झन् बढी चाहिँ भएको अनुभव गरेको छु अङ्कल केही पहिलाको हुन्छ नि रिकल केही गर्न चाहनुहुन्छ पहिला पासमा छोरीले त्यस्तो गरेछ केही एकचोटि उस नानी सानै थिए हामी लमजुङमा बस्थ्यौँ नानी सानै थिए 5 वर्ष 6 वर्षको अराउन्डको थिए अनि उसले चाहिँ एउटा के गरेको थियो भने त्यो लड्डु हुन्छ नि खानेकुरा लड्डु चाहिँ सायद अब त्यो बच्चा त्यति बेला उसले मलाई जहाँसम्म लाग्छ उसको त्यो बेलाको एक्सप्रेसन अनुसार उसले सायद लड्डु त्योभन्दा पहिला नदेखेको पनि हुनसक्छ त्यो 4-5 वर्षको बच्चाले सायद हामीले गुलियो चाहिँ एभोइड गर्ने भएको भएर लड्डु उसले देखेको पनि थिएन त्यो दिनमा घरमा लड्डु आएपछि त्यो पहेँलो दाल हुन्छ नि बेसनको दाल चाहिँ त्यो लड्डु देखेपछि अनि त्यो लड्डुलाई यस्तै यो दाल रहेछ छुट्याउन थाल्यो दाना छुट्याउन थाल्यो दाना यो चाहिँ दाल नै हो यो टाँसियो अथवा त्यो टाँसियो केही भयो होला भनेर त्यो टेबलमा बसेर कुर्सीमा बसेर उसले यसरी त्यो लड्डुको दानाहरू छुट्याए अनि के गरेको छोरी के गरेको कान्छु भन्छु मैले उसलाई के गरेको कान्छु भन्दाखेरि कस्तो दाल ल्याइसकेको सबै टाँसिएछ भने अनि त्यसपछि अनि होइन नि बाबा यो त खानेकुरा हो नि त खानेकुरा त मलाई पनि थाहा छ नि पकाएर खाने त हो नि प्रेसर कुकरमा सिटी लगाउने हो अनि खाने हो त्यो बेलाको त्यो उसको चाहिँ पहिलो चाहिँ त्यो फन्नी भनौँ न त्यो चाहिँ मलाई पुरै राम्रोसँग याद छ अरू त त्यस्तो खासै त्यस्तो फन्नी मोमेन्ट चाहिँ त्यो भयो अब चाहिँ हामी बिनाजुबाट जान्छौँ त्यसमा है दिदी बताउनु बिनाजु हजुरलाई कस्तो फिल भइरहेछ हजुरको साल नानी कान्छी साल नानी त भन्नुहोस् के छ अब घरमा हुनु उता घरमा हुनु एउटै हो मेरो लागि त केही भन्नु खासै के फरक मलाई त्यस्तो महसुस भएको छैन चितवन भन्दा अझै झन् उता नजिक पर्छ उता चाहिँ नजिक भयो बेला अवसरमा यता सँगै आउन पाइन्छ त्यो त खासै केही फरक फिल भएको छैन केही फिल घर मात्रै यता उता भएको अहिले एकछिन इमोसन हुन्छ अब दिदीबाट जाँदैछौँ हामी है दिदी त अघिबाट इमोसन हुनु भइसक्यो बिहानदेखि भएर हिजो अस्तिबाट नै ल दिदी अब कान्छीको बारेमा के भनौँ खै मेरो एक मात्र बहिनी अनि हामी 2जना दिदीबहिनी नै सानैदेखि हुर्केर पढेको सँगै कति बेला चाहिँ अब पढाइको सिलसिलामा बाहिर बस्नु पर्यो तर मलाई लाग्छ काठमाडौँमा हामी बस्यौँ कि 2जना दिदीबहिनी लगभग 3 वर्ष जस्तो चाहिँ बस्यो त्यो चाहिँ एकदमै मेरो लागि एकदमै स्पेसल क्षण थियो जहिले पनि उसले कस्तो हुन्थ्यो भन्दाखेरि अफिसबाट फर्किँदाखेरि होइन के अरे
ऊ छ भन्ने हुन्छ नि त त्यसरी नै जीवनमा पनि ऊ छ नै भन्ने हुन्छ अनि मलाई थाहा छ हामी दुईजना दिदीबहिनीको बन्ड चाहिँ यस्तै नै भइरहेको छ अनि द मेन थिङ इज द्याट फ्यामिली हो ऊ सधैँ खुसी होस् विश्वास इज अ भेरी नाइस गाई अनि त्यही अनुसारले गरोस् भन्ने नै चाहन्छु थ्याङ्क यू सो मच अब हामी कहाँ जाने त कोबाट जाने कोही पनि हुन्न कसलाई भन्ने हजुरबा हजुरआमा बा आमा भनेर जाऊँ अब हजुरबा हजुरलाई आज कस्तो फिल भइरहेको छ नातिनीको बिहेमा मलाई रमाइलो छ इष्टमित्र सबैजना आइदिनु भयो खुसी लागेको छ केही मेसेज दिन चाहनुहुन्छ हजुर नातिनीलाई के मेसेज दिन चाहनुहुन्छ नातिनीलाई प्रगतिको मार्गहरू अगाडि बढ्दै जाउन् सुख शान्तिले छाओस् स्वस्थ रहन् रोग नलागोस् यही मेरो तर्फबाट शुभकामना कान्छी छोरी घरको अब सुस्मिता बच्चीको कान्छी छोरी है अहिले चाहिँ अब ज्योति दिदीको बिहेमा कस्तो लागिरहेछ तिमीलाई रमाइलो कस्तो रमाइलो लागिरहेछ दामी दामी रुनी कि नरुनी दिदी फेरि गएपछि आउनुहुन्न नि थाहा छ हामी कपडा लग्न आउनुहुन्छ त कपडा लग्न आउनुहुन्न नि आउनुहुन्छ मिनाजले लिएर जानु भयो दिदीलाई हो रुनी कि नरुनी दिदी जाँदाखेरि थाहा भएन ल अब आजको लागि यति नै अब हेलो आज चाहिँ मेरो बेस्ट फ्रेन्ड चाहिँ सुस्मिता कोइरालाबाट सुस्मिता खड्का भयो सुस्मिता कोइराला खड्का भएकोमा तँलाई धेरै धेरै बधाई छ होइन अनि यसो झट्ट फर्केर पछाडि हेर्दा चाहिँ मलाई होइन मेरो कलेजको फर्स्ट डेको याद आउँछ कि मेरो साथी थिएन त्यतिखेर अनि मलाई चाहिँ हल्का मान्छेहरूसँग भिज्न या साथी बनाउन अलिक गाह्रो हुन्छ अनि म चाहिँ हचुवा हुन्छ नि गएर लास्ट बेन्चमा को मान्छेसँग बोलेर बसिरहेको थिएँ थाहा छैन मैले के बोलिरहेको छु के गरिरहेको छु भने म आफूलाई थाहा छैन होइन अनि फर्स्ट बेन्ची हो कि सेकेन्ड बेन्चीबाट एउटा राम्री केटीले मलाई फर्केर यत्रै हेरेर आउन यहाँ बस भने होइन अनि त्यो चाहिँ मेरो लाइफको बेस्ट डिसिजन हो कि साँच्ची हो कसम होइन अनि म गएँ बसेँ होइन अनि 11-12 हामी सँगै पढ्यौँ 11-12 चाहिँ 11-12मा हामी 2 वर्ष सँगै पढ्दा चाहिँ हामी चाहिँ त्यो सेकेन्ड बेन्चको त्यो र म चाहिँ हामी डेली बस्थ्यौँ के कस्तो रमाइलो लाग्थ्यो होइन कस्तो रमाइलो हुन्थ्यो अनि सुस्मिता म रबिना अनि बिमला बाहेक हाम्रो अरू पनि साथीहरू थिए होइन अनि सुस्मिता चाहिँ हाम्रो ग्रुपमा अलिक फरक थियो मेच्योर थियो होइन सायद त्यो हाम्रो ग्रुपमा सबैभन्दा यङ थियो होला तर त्यो हाम्रो चाहिँ एउटा मदर या सिस्टर टाइपको थियो कि त्यसले हामीलाई धेरै कुराहरूमा गाइड गर्थ्यो त्यो चाहिँ अलि लाइफलाई लिएर सिरियस थिए पढाइलाई लिएर सिरियस थिए होइन अनि हामी चाहिँ भर्खरै कलेज जस्तो हावा होइन टिनेज अलिक फुस्किया टाइपको थियो अनि त्योबाट चाहिँ मैले धेरै कुराहरू सिकेँ मैले म चाहिँ घरको जेठी छोरी होइन अनि मेरो चाहिँ दिदीहरू थिएन अनि त्योबाट चाहिँ मैले धेरै कुराहरू सिक्नु भयो अब यसो झट्ट यसो सम्झिँदाखेरि चाहिँ त्यो चाहिँ मेरो लाइक एउटा बिग सिस्टरको रूपमा हेर्छु कहिलेकाहीँ होइन किनभने त्यसले मलाई धेरै कुराहरू सिकाउँछ फ्रम मलाई त अब स्किनमा मोइस्चराइजर इज भेरी इम्पोर्टेन्ट भन्ने कुरा नि थाहा थिएन होइन अनि अब स्किन केयर गर्नलाई त्यसले इन्सपायर गरे अब मलाई होइन मोइस्चराइजर लगाएदेखि मेरो स्किनै फरक भयो यु क्यान सी होइन अनि अब त्यो मोइस्चराइजर होस् र कुन मान्छेसँग मैले के बिहेभ गर्ने होइन यो मान्छेले मलाई पागल त बनाइराखेन भन्ने कुराहरू होइन त्यस्तो टाइपको अब कसरी बिहेभ गर्नुपर्छ भन्ने कुराहरू सिकाउँछ होइन अनि अब कहिलेकाहीँ मलाई अलिक गाह्रो भयो भने होइन एकदमै स्ट्रेस धेरै भयो भने त्योसँग कुराहरू मलाई एकदमै हल्का हुन्छ त्यसले मेरो लाइफलाई लिएर एकदमै सिरियस टाइपको डिसिजनहरू के लिनलाई हेल्प गर्छ होइन अनि अब त्यो मात्र नै होइन कि त्यसले मलाई इन्भेस्टमेन्टहरू गर्नुपर्छ यस्तो यताउति धेरै कुरा सिकाउँछ होइन अनि जुन मलाई एकदमै मनपर्छ होइन मेन अर्को सेकेन्ड कुरा मनपर्ने भनेको सायद अहिले त सायद 10 वर्ष भयो होला मैले त्यसलाई चिनेको अनि जब मैले त्यसलाई चिनेको थिएँ र अहिले त्यो सेम छ कि नो डिफ्रेन्स होइन अझै पनि मलाई त्यही वार्म फिल हुन्छ कि अनि त्यो सधैँ होइन एकदमै एम्बिसियस थिएँ होइन एकदमै मेच्योर होइन विश्वास चाहिँ एकदमै लकी हो कि सुस्मितालाई पाएर साँच्चै हो अब मान्छे नै राम्रै एम्बिसियस होइन
मेच्योर होइन उसले त हिरै पाए हिरा होइन अनि आज चाहिँ त्यसलाई मैले हिजो फोटो पठा भन्थेँ थिएँ अनि फोटोमा हेर्दा सायद त्यो रियल लाइफमा देखे भए अझै राम्री लाग्थ्यो होला होइन राम्री देखे तर अब त्यसले चाहिँ कालो धागा लाउनु पर्ने अब कालो धागा लाग्यो होइन तर साह्रै राम्री देखेको होइन अनि यसो हेर्दा मेरो साथीले पनि बिहा गर्यो भन्ने टाइपको लागिरहेको कि विश्वास लागिरहेन होइन भयो ल अनि त्यही हो अब मलाई नि धेरै बोल्न आएन अनि त्यही ह्याप्पी म्यारिड लाइफ अनि अब मलाई अब यत्रो लङ टाइममा यत्रो समयसम्म साथ दिएकोमा थ्याङ्क यू होइन सायद मैले तँलाई थ्याङ्क यू भने छैन होला मलाई याद छैन तर आज यो भिडियोमा होइन मेरो एकदमै गाह्रो सिचुएसनमा त आउँथेछ होइन मलाई एकदमै अलि स्ट्रङ फिल हुन्थ्यो होइन त्यसको लागि थ्याङ्क यू अनि आई लभ यू ल बाई मिसेस सुस्मिता कोइराला खड्का बाई समाउने हो अनि तपाईले आथा पनि आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई बेहुली बेहुली पल पल घडी
गर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहोली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली बेहुली अब आजदेखि नानी आज ढोगेपछि हरेक दिन बिहान उठ्ने श्रीमालाई टक्क ढोग्ने यस्तो पट्टाबाट आएपछि नछोड है पैसा चाहिन्छ पैसा बिना नछोड है नानी पैसा नछोड है एकछिन दुःख गर होइन त कुरै नगर्नु हामीले चेल्ला चित्त बुझाउनु एक रुपियाँ हुन्छ उनीहरू 10 रुपियाँ नानी 10 रुपियाँ हेर हेर बल्ल अलि नाम थाहा छ ए झिका झिकी हुनुहुन्छ झिका झिकी हुनुहुन्छ ना वीरेन्द्र टोक तिम्रो भन्देउ न भन्ने पनि जान्दैन बानन भयो छोड्नु यहाँ क्युआर भने भोलि क्युआर गर्छ अहिले भएन भन्न बेहुली भन्छ कोही छैन क्या होटिङ गरेर भएन हजुरले उतापट्टि यसो गर्नु हो त्यो अब यसो गरेर भरे यसो गर्नु हो तिमीले यसो गरेर हाम्रो सेडी फर्स्ट बाहिर बाहिर क्या बाहिर अब नगर्दा मार लाग्दैछ खेल्यो खेल्यो त्यहाँ तल चलाउँछ नि होइन तल चलाउँछ होइन नानी कति
भिनाजुले छेक्न भएन क्या 50,000 कान्छी दिदी एकजना यही केन्द्र अगाडि कान्छी दिदी हेर भन्न तिम्रो न मेरो 2000 न तिम्रो न मेरो 2500 ल 60 मा जाऊ 60 मा 4500 अझै घट्नु भएपछि त भिराजुले दिदी पनि तिमी राख्न यो पनि बताए भन्छिन्छ अनि के गर्छ हामी त यही जुत्ता लाएर लान्छ हामी यही जुत्ता लाने राम्रो छ त्यो भन्दा त दिदी लादिन न भन्दैन हात उठाएर लजाउनु हुँदैन ल अब साथी बिनाजु बिनाजुले नै त्यहाँ होइन यो अर्को जुत्ता कति ल पहिला दिदीले भनिसक्छ फेरि उहाँ नानीलाई पनि सेयर गर्नुपर्छ मेरो ब्याट्री त्यो चार्जर भएर होला हजुर किन अब हिँड्ने हो 15-20 नानी कति भन्नु तिम्रो एउटा सोच्नु एउटा सिस्को कति हो एउटा दिदीको हो नि थाहा होइन डन एउटा त नानीले दिएको हो कि नानीले बिनाजुको बाँकी नै छ अझै लिन 50 दिने म आउँछु 50,000 दिने 50 प्लस 15 मैले पर्स घरमा छोडेर दिदीलाई उहाँ जानु छ ढिला हुन्छ नानी रात पर्छ शम्भु फेरि एउटा लिने कि क्या हो
लिदियो आफ्नो चप्पल लिदियो मेरो एउटा दिन्छ भने अब नानीलाई एउटा दिनै पर्ला जस्तो छ नानीलाई यसो गर न 18 दिन्छौ नानीलाई दिनु पर्यो 19 दिँदा ओके हुन्छ नि अब झन् रानीले भनेको ओके भन्यो भने पुरा तिम्रै हो नभए नानी भनेर आज दिन पर्यो है त सेयर गर्छु मलाई पुरा पैसा चाहियो हटो अलिकति छोडाउन यहाँ ल फोटो खिच्छ ल भयो हुन्छ र साडी ल देऊ ल्याउ नानी सबै तिम्रो अब सबै तिम्रो पुगेन भने ठुलो भिनाजसम्म
पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे। बाबा मैं तेरी मलका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरों, दिलबरों, मुड़ के ना देखो दिलबरों, मुड़ के ना देखो दिलबरों, दिलबरों, मुड़ के ना देखो दिलबरों। लगदी सुहागना नू नहीं उमर दे, चिरा तक लैंदी है। ओ लगदी सुहागना नू नहीं उमर दे, चिरा तक लैंदी है। दिन शगना दा, दिन शगना दा, फसलें जो काटी जाए उगती नहीं है, बेटियां जो ब्याही जाए मुड़ती नहीं है। ऐसी विदाई हो तो, लंबी जुदाई हो तो, दहलीज दर्द की भी पार करा दे। बाबा मैं तेरी मलका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरों, दिलबरों, मुड़ के ना देखो दिलबरों, मुड़ के ना देखो दिलबरों, दिलबरों, मुड़ के ना देखो दिलबरों। म जान्छु र मैले आत्महत्या गरेँ हो र।